नमस्ते तथा छ्याजुलो देश तथा विदेशमा रहनुहुने मलाई चिन्नुहुने नचिन्ने दाजुभाइ तथा दिदीबहिनी इष्टमित्रहरू र मेरो आफन्तजनहरूमा म हार्दिक नमस्कार तथा छ्याजुलो भन्न चाहन्छु। र मेरो नाम रहेको छ झलेन्द्रमान क्रमजेतमु र मेरो युट्युब च्यानल रहेको छ वाइटी सनराइज। तपाईहरु सम्पूर्ण मेरो युट्युब च्यानलमा हार्दिक स्वागत गर्दै आजको भिडियोको विषयवस्तु रहेको छ छेवर भनेको के हो र छेवर कसले गरिन्छ भन्ने विषयको म छोटो भिडियो लिएर उपस्थित भएको छु र यो भिडियो तपाईहरु समक्ष म शेयर पनि गर्न गइरहेको छु र यो केही जानकारीमूलक भिडियो रहेको हुँदा तपाईहरुले भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनु होला। र भिडियो हेरिसकेपछि कस्तो लाग्छ, भिडियोमा धेरै गल्ती कमजोरीहरू हुन सक्छ, तपाईहरुबाट सल्लाह सुझावको आशा राख्दै भिडियो राम्रो लाग्छ भने भिडियोलाई लाइक शेयर कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नु होला भन्न चाहन्छु। र अब भने म लाग्दैछु विषयवस्तुतर्फ। गुरुङ जातिहरुको जुन छेवर भनेको चाहिँ माउलीले भान्जाहरूको केस काट्दिने हो सबभन्दा फर्स्टमा, सबभन्दा पहिला। र माउलीले केस नकाटेसम्म अरूले काट्न मिल्दैन। त्यसैले 1-2 वर्षसम्म गुरुङको छोराछोरीहरूले केस बाटेरै राख्छ र बाँधेरै राख्छ। जुन बाआमा घरको परिवारले कसैले पनि केस काट्न मिल्दैन। र छेवर भनेको र केस काट्ने भनेको चाहिँ जुन पाए त्यही दिनमा हुँदैन, दिन हेराउनु पर्ने हुन्छ। जुन भातखुलाई विवाह जस्तो शुभ कार्य जस्तै कार्यमा जस्तै जुन केस काट्ने दिन अथवा यो छेवर गर्ने दिन पनि हेराउनु पर्ने हुन्छ, राम्रो नराम्रो दिनहरू। र हेराइसकेपछि भान्जा र माउलीहरू सरसल्लाह गरिसकेपछि माउलीकै घरमा आउने हो कि माउलीहरू भान्जाको घरमा जाने भन्ने सल्लाहहरू भइसकेपछि हुँदासम्म हामी छेवर गर्दाखेरि माउलीकै घरमा जानुपर्ने हुन्छ। र कोही बेला केही अथवा कुनै इमर्जेन्सीको टाइममा चाहिँ माउली नै आएर गरिदिने पनि चलन रहेको छ। र हुँदासम्म हामी माउलीकै घरमा जानुपर्ने हुन्छ छेवर गर्न। र छेवर गर्न जाँदाखेरि भान्जाले के लानुपर्छ त नि, छेवरको भाग दस्तुर भन्ने कुराहरू पनि यहाँ रहेको छ। म तपाईहरुलाई सरसर्ती सुनाएर वाचन गरेर सुनाउने छु। जुन भान्जाहरू माउलीको घर छेवर गर्न जाँदा, केस काट्न जाँदाखेरि लानुपर्ने दस्तुरहरू 100 वटा रोटी, त्यसले भनिन्छ हामीले प्लाके। जुन यो प्लाके लानुपर्ने हुन्छ हामीले, घुमाएको रोटी हुँदैन। त्यसै गरी रोटीसँग 16 बोतलदेखि लिएर 18 बोतलसम्म रक्सी लानुपर्ने हुन्छ। कोदोको रक्सी सक्छ भने अरू पनि मिसाएर, जुन सिल्पियाको रक्सीहरू राम्रो खाले पनि लाने गरिन्छ आजभोलि। पहिला थिएन, तर आजभोलि चाहिँ लाने गरिन्छ। र अर्को रह्यो 3 नम्बरमा खसी पाठाहरू पनि लाने गरिन्छ, लानुपर्छ। एउटा खसी या पाठो जुनै पनि एउटा लानुपर्ने हुन्छ, ठिक्कको, साह्रै सानो पनि होइन, हेर्दा पनि राम्रो, ठिक्क सुहाउँदै लानुपर्ने हुन्छ। र मैले भान्जाहरू चाहिँ माउलीमा छेवर गर्न जाँदाखेरि के लानुपर्छ भन्ने यो दस्तुरहरूको नाम मैले बताइसकेपछि अब हामी फेरि विषयवस्तुलाई अगाडि बढाउन गइरहेको छु म। र जुन भान्जाहरू माउलीमा पुगिसकेपछि माउलीमा चाहिँ केस काट्ने जुन दस्तुरहरू अथवा केस काट्दा के चाहिन्छ भन्ने कुराहरू जुन माउलीले बनाइसकेको हुन्छ। जुन बाबियोको चाहिँ दाम्लो बाट्छ, जुन गाई गोरुले बाँध्ने, बाख्राले बाँध्ने जस्तो दाम्लो बाट्छन् बाबियोको। त्यसपछि बाख्राहरूले घाँस हाल्ने टाँडो यस्तो खालको बनाइन्छ, जुन काठको सानो सानो बाच्छाको लागि। र त्यसैमा चाहिँ भान्जालाई बाँधिएको हुन्छ अलिकता तल, जुन यस्तो खुट्टामा चाहिँ तल बाँधिएको हुन्छ र यस्तोको माथि चाहिँ थोरै घाँस हालेको हुन्छ, सिउरोहरू यस्तै राम्रो खाले घाँसहरू हालेर भान्जालाई घाँटीमा बाँधेर केस काट्ने गरिन्छ। यो पहिलेदेखि चलन
यसको अर्थ के हो भन्ने कुरा मलाई पनि राम्रो थाहा छैन। म बुझेर तपाईँहरूलाई फेरि म सेयर गर्नेछु अर्को भिडियोमा। र यति गरिसकेपछि मामाले भान्जाको केस काट्ने गर्छ र सबभन्दा पहिला जिन्दगीमा भान्जाको केस मामाले काटिन्छ। काटेर सकिएपछि भान्जाहरूलाई केही टाउको कपाल टाउको नुहाइदिने गर्छन् र नुहाइसकेपछि सरसफाइ गरेर भान्जाहरूको टाउकोमा तेल लगाइदिने गर्छन्। तोरीको तेल अथवा कुनै पनि तेल लगाएर चोखो गर्ने गर्छ। शुद्धि गरिसकेपछि भान्जाहरूलाई ढाको टोपी अथवा कुनै खालको टोपीहरू लगाइदिने गर्छ मामाले। जुन टोपी लगाइसकेपछि दहीमा मुछेको चामल सेतो टिका, हाम्रो गुरुङमा चाहिँ सेतो टिका चल्छ, अरू टिका चल्दैन। सेतो टिका लगाएर मामाले आफूसक्दो दान दक्षिणा गर्नुपर्ने हुन्छ मामाले भान्जालाई। र दान दक्षिणा गरिसकेपछि जुन कार्य, जुन शुभ कार्य, छेवर कार्य समाप्ति हुन्छ। र यति गरिसकेपछि जुन भान्जालाई खानको लागि यताउति जुन मिठा खाना, जुन रोटी रक्सीहरू नखाए पनि, रक्सी नखाए पनि जुन बाछाको लागि दिनुपर्ने हुन्छ, रोटी रक्सीहरू, मासुहरू र केही फलफुलहरू दिने चलन पनि छ। यति गरिसकेपछि मामाको कर्तव्य पुरा भएको बुझिन्छ र जुन भान्जाको पनि धेरै कामहरू फुकेको हुन्छ। जुन वर्तमान नगरेको अथवा जुन छेवर नगरेको छोराहरूले बाबा आमाको अथवा कुनै खालको क्रिया कार्य पनि गर्न मिल्दैन भन्ने कुराहरू मैले सुनेको छु। र त्यही अनुसारले पनि म यो छोटो भिडियो तपाईँहरूलाई मैले जानेअनुसार सेयर गरिरहेको छु। र यति गरिसकेपछि जुन हरेक वर्षको दसैँमा भान्जाहरूले मामाहरूले मान्न जानुपर्ने हुन्छ। जुन 1-2 बोतल रक्सी लिएर, 2-3 बोतल रक्सी लिएर मामा घर गएर टिका लगाएर आउनुपर्ने हुन्छ। हरेक दसैँ तिहारमा, भन्नाले तिहारमा होइन, सरी, दसैँमा, हरेक दसैँमा चाहिँ हामीले भान्जाहरूले माउली मान्न जानुपर्ने हुन्छ। गुरुङहरूको चाहिँ सबभन्दा ठुलो चाहिँ माउली हो। घट्दो बढ्दोमा चाहिँ माउली नभइकन कुनै काम पनि बन्दैन, चल्दैन र माउली उपस्थित हुनुपर्ने हुन्छ। यो कुरो म तपाईँहरूले जानकारी गराउँदै आज यो छोटो भिडियो तपाईँहरूबाट बिट मार्दै फेरि अर्को यस्तै ज्ञानवर्धक अथवा जानकारीमूलक भिडियो लिएर म तपाईँहरूसँग उपस्थित हुनेछु। र अर्को भिडियो भेट्ने बाचासहित म झलेलमान क्रमले तपाईँलाई बिदा दिनु होला भन्दै आजले म तपाईँहरूबाट बिदा चाहन्छु। हस्त, धन्यवाद, नमस्कार, साझलो।